हे गाइज वेलकम टु माई न्यू मिनी ब्लग। आज चाहिँ मेरो घरमा मुलाको अचार बनाउँदैछन् होइन। यता चाहिँ देख्न सक्नुहुन्छ लाही र जिरा छ होइन। उता चाहिँ मिक्सरमा त्यो धनियाँ पिस्दैछन् दिदी। धनियाँको पेस्ट चाहिँ यस्तो भयो। अब चाहिँ जिराको पालो आयो होइन, मिक्सरमा पिसेर नि त्यसको कलर यस्तो आयो होइन। अब चाहिँ लाहीको पालो नि आयो। लाहीलाई नि अलिक कमै पिस्नु पर्छ, नत्र कि त्यसको खतरा ढुटो हुन्छ। अब पिसेर नि यस्तो भयो। तिनीलाई साथैमा हेर, यो चाहिँ जिरा हो, यो चाहिँ यो लाही होइन, यता चाहिँ यो धनियाँ हो, यो चाहिँ खुर्सानी। अब त्यो हामीले जेको अचार बनाउने हो नि, त्यसलाई चाहिँ हामीले यता घाममा सुकाएको छौँ, राम्रोसँग सुक्छ भनेर। यता चाहिँ घाम नि लागेको थियो। अब सब्जी रेडी भइसकेपछि दिदी चाहिँ उता अब सबै मसला ससला हालेर चाहिँ बनाउनतिर लागिन् होइन। नुन नि हाल्यो। अब यता चाहिँ मिक्सरमा तेल नि हाल्नुपर्छ होइन। अलिअलि तेल हालेपछि बबाल हुन्छ क्या। सबै मसला तेल सेल सब हालेर रेडी नि भयो। अब म खानातिर लागेँ होइन, कस्तो छ भनेर। एकदम बबाल थियो होइन। अब त्यसलाई चाहिँ अब डब्बामा हाल्नुपर्छ। अब डब्बामा हालेर नि सक्यो। त्यो माथिबाट अलि तेल हाल्नुपर्छ। आजको भ्लग यति नै। द्याट्स इट, टुडे एन्ड टाटा बाई।